नमस्कार सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा एनबी क्लास 12 को फाइनल एक्जाम यही वैशाखमा सुरु हुन गइरहेको छ। वैशाखमा सुरु हुने एक्जामलाई टार्गेट गरेर मेरो क्लासरुमले अत्यन्तै इफेक्टिभ अनलाइन क्लास सुरु गरिसकेको छ। यदि तपाई पनि अनलाइन क्लासमा जोडिन चाहनुहुन्छ भने तल दिएको WhatsApp नम्बरमा सिधै कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा मेसेज पठाउन सक्नुहुन्छ। हेलो स्टुडेन्ट, वेलकम ब्याक टु माई च्यानल। आजको यो भिडियो क्लासेसमा हामीहरुले कस्ट एकाउन्टिङबाट आउने पोसिबल थ्योरिटिकल क्वेशनको बारेमा डिटेलमा एनालाइसिस गर्नेछौं। एनबीले फाइनल एक्जाम यही वैशाखको 11 गतेबाट सुरु गर्न गइरहेको छ। यसैलाई टार्गेट गरेर हामीले एउटा अत्यन्तै इफेक्टिभ अनलाइन क्लास सुरु गरिसकेका छौं। तपाई पनि अनलाइन क्लासमा जोडिन चाहनुहुन्छ भने यो नम्बरमा हामीलाई सिधै WhatsAppमा मेसेज पठाउन सक्नुहुन्छ भन्दै आज चाहिँ हामीले चाहिँ कस्ट एकाउन्टिङको बेसिक कन्सेप्ट साथै यसबाट आउन सक्ने पोसिबल थ्योरिटिकल क्वेशनको बारेमा डिटेलमा एनालाइसिस गर्नेछौं। कस्ट एकाउन्टिङबाट खास गरी हामीलाई चाहिँ 5 मार्क्समा थ्योरिटिकल क्वेशन आउन सक्छ है। र यसबाट आउन सक्ने थ्योरिटिकल क्वेशन मध्येको सुरुको क्वेशन हो व्हाट इज कस्ट एकाउन्टिङ भनेर आउन सक्छ। अब यो भनेको के हो त, हामीले यतापट्टि जाउँ। कस्ट एकाउन्टिङ है त, कस्ट एकाउन्टिङ भनेको के हो त भन्दाखेरि चाहिँ कस्ट एकाउन्टिङ इज अ ब्रान्च अफ एकाउन्टिङ द्याट डिल्स विथ रेकर्डिङ एनालाइसिस एन्ड रिपोर्टिङ अफ कस्ट एसोसिएट विथ द प्रोडक्ट्स अफ गुड्स अर सर्भिस भन्ने भनेको छ। कस्ट एकाउन्टिङ भनेको कस्टसँग सम्बन्धित, कस्ट डिपार्टमेन्टसँग सम्बन्धित कुराहरू रेकर्डिङ गर्ने, एनालाइसिस गर्ने, त्यसको रिपोर्टिङ गर्ने हैन, र प्रोडक्ट र गुड्सहरूको बारेमा जानकारी दिने एकाउन्टिङलाई नै कस्ट एकाउन्टिङ भन्छ। कस्ट एकाउन्टिङले चाहिँ कुनै पनि गुड्स अथवा सर्भिसको रेकर्डिङ गर्छ, एनालाइसिङ गर्छ, रिपोर्टिङ गर्ने काम गर्छ। इट हेल्प्स बिजनेस डिटरमाइन द टोटल कस्ट अफ प्रोडक्सन, मोनिटर कस्ट एन्ड कन्ट्रोल देम टु इम्प्रुभ द प्रोफिलिटी भन्ने भनेको छ। यसको मेन काम भनेको के हुन्छ भन्दा टोटल कस्ट पत्ता लगाउनु, कस्टलाई मोनिटर गर्नु र कस्टलाई कसरी हुन्छ घटाउनु, जसले गर्दाखेरि हाम्रो प्रॉफिट बढोस् हो। यसको काम चाहिँ कस्ट एकाउन्टिङको काम त्यो हुन्छ। र कस्ट एकाउन्टिङ भनेको के हो भन्दाखेरि व्हाट इज कस्ट एकाउन्टिङ भनेर सोध्यो भने कस्ट एकाउन्टिङ इज अ ब्रान्च अफ एकाउन्टिङ द्याट इज विथ द रेकर्डिङ, एनालाइसिङ एन्ड रिपोर्टिङ अफ कस्ट एसोसिएटेड विथ प्रोडक्सन्स अफ गुड्स अर सर्भिस भनेर लेख्नु पर्यो। अब अब्जेक्टिभ के हो त कस्ट एकाउन्टिङको भन्ने कुरातिर हामी जाउँ। व्हाट इज अब्जेक्टिभ भनेर आउन सक्छ। यसमा छ कस्ट कन्ट्रोल, कस्टलाई कन्ट्रोल गर्ने काम चाहिँ कस्ट एकाउन्टिङ हो। टु मोनिटर एन्ड कन्ट्रोल कस्ट इन्कर्ड इन प्रोडक्सन प्रोसेस एन्ड मिनिमाइज वेस्टेज भनेर भनेको छ है। कस्ट कन्ट्रोल गर्ने काम चाहिँ के हो, कस्ट एकाउन्टिङको मेन अब्जेक्टिभ हो। अर्को 2 नम्बरमा छ कस्ट एलोकेसन, कस्टलाई एलोकेट गर्ने, डिपार्टमेन्ट अनुसार छुट्याउने काम पनि कस्ट एकाउन्टिङ हो। टु एक्युरेटली एलोकेट द कस्ट टु द डिफरेन्ट प्रोडक्ट्स, डिपार्टमेन्ट अर सर्भिसेस टु इन्स्योर प्रपर कस्टिङ भनेर भनेको छ। अर्को छ प्रोफिलिटी एनालाइसिस, प्रोफिलिटी पत्ता लगाउने, एनालाइसिस गर्ने। टु एक्सेस द प्रोफिलिटी अफ भेरियस प्रोडक्ट्स अर सर्भिस बाई कम्पेयरिङ दियर कस्ट एन्ड रेभिन्यू भनेर भनेको छ। कस्ट र रेभिन्यूहरूलाई कम्पेयर गरेर कुनै पनि प्रोडक्टको प्रोफिलिटी पत्ता लगाउने काम पनि यसको हो, एनालाइसिस गर्ने काम पनि यसको हो। प्राइसिङ डिसिजन, प्राइसको सही डिसिजन लिने काम पनि कस्ट एकाउन्टिङको। टु प्रोभाइड द एक्युरेट कस्ट इन्फर्मेसन टु हेल्प इन अ बिजनेसेस सेट कम्प्रिहेन्सिभ एन्ड प्रोफिटेबल प्राइसेस फर दियर प्रोडक्ट अर सर्भिस। यसले चाहिँ कुनै पनि वस्तुको सही कस्ट निर्धारण गरेर बिजनेसलाई जानकारी गराउँछ, जसले गर्दाखेरि हाम्रो एउटा यस्तो प्राइस डिटरमाइन हुन्छ जसले चाहिँ हाम्रो प्रॉफिट पनि म्याक्सिमाइज गर्छ र प्रोडक्टको सही प्राइसिङ हुन्छ। प्राइसिङ डिसिजनको लागि पनि कस्ट एकाउन्टिङको महत्त्वपूर्ण भूमिका रहन्छ। बजेटिङ एन्ड प्लानिङ यसमा अर्को छ। टु प्लान एन्ड फरकास्ट द फ्युचर कस्ट हेल्पिङ द बिजनेस मेक इन्फर्म डिसिजन अबाउट द रिसोर्स एलोकेसन एन्ड फाइनेन्सियल म्यानेजमेन्ट भनेर भनेको छ है त। यसरी चाहिँ हाम्रो अब्जेक्टिभ अफ कस्ट एकाउन्टिङ भनेर सोध्यो भने कस्ट कन्ट्रोल, कस्ट एलोकेसन, प्रोफिलिटी एनालाइसिस, प्राइसिङ डिसिजन, बजेटिङ एन्ड प्लानिङ भनेर लेख्नु पर्यो। अब अर्को यहाँनिर छ हाम्रो चाहिँ इम्पोर्टेन्स के हो त भनेर आउन सक्छ। इम्पोर्टेन्स अफ कस्ट एकाउन्टिङ भनेर आउन सक्छ है। यसमा चाहिँ 1 नम्बरमा छ कस्ट कन्ट्रोल एन्ड रिडक्सन, कस्टलाई कन्ट्रोल गर्नु र रिडक्सन गर्नु, कस्टलाई घटाउने काम यसको हो। बाई एनालाइसिङ कस्ट businesses can identify area of inefficiency, reduce waste, find ways to lower expenses भनेको छ। अर्को छ improve profitability, help organization understand the cost structures and optimize the production process to increase the profit margin भनेको छ। प्राइसिङ स्ट्राटेजी,
कस्ट एकाउन्टिङ एसिस्ट इन डिटरमाइनिङ द राइट प्राइस फर प्रोडक्ट्स अर सर्भिस बाई अन्डरस्ट्यान्डिङ द टोटल कस्ट अफ प्रोडक्सन भनेको छ। अर्को छ इन्फर्म डिसिजन मेकिङ, ठाउँको ठाउँ डिसिजन लिनको लागि पनि यसको इम्पोर्टेन्ट भूमिका हुन्छ। प्रोभाइड द म्यानेजमेन्ट विथ डिटेल कस्ट डाटा इनेबलिङ द मोर एक्युरेट डिसिजन रिगार्डिङ द इन्भेस्टमेन्ट प्रोडक्सन लाइन एन्ड अपरेसनल इम्प्रुभमेन्ट भनेको छ। यसरी चाहिँ हाम्रो चाहिँ इम्पोर्टेन्स अफ कस्ट एकाउन्टिङमा चाहिँ कस्ट कन्ट्रोल एन्ड रिडक्सन, इम्प्रुभ प्रोफिलिटी, प्राइसिङ स्ट्राटेजी, इन्फर्म डिसिजन मेकिङ पनि पर्छ। यसरी 4वटा लेख्न पर्यो। अब लिमिटेसन के हो त? कस्ट एकाउन्टिङको लिमिटेसन के हो भन्दाखेरि कम्प्लेक्सिटी, यो एकदम कम्प्लेक्स खालको हुन्छ। कस्ट एकाउन्टिङ क्यान बी अ टाइम कन्ज्युमिङ एन्ड कम्प्लेक्स, रिक्वायर द डिटेल्स ट्र्याकिङ अफ अल कस्ट विच मे नट अलवेज बी प्र्याक्टिकल फर स्मल बिजनेसेस। यो एकदम कम्प्लेक्स खालको हुन्छ, जुन कुरा चाहिँ के हुन्छ सबै बिजनेसको लागि यो सुइटेबल हुन्छ भन्ने छैन र यसमा धेरै कस्ट लाग्न सक्छ। यो कस्टिङ डिपार्टमेन्टहरू सेटअप गर्दाखेरि जसले गर्दाखेरि यो कम्प्लेक्सिटी हुन्छ, हाई कस्ट है, धेरै कस्ट लाग्न सक्छ। सेटिङ अप एन्ड मेन्टेनिङ द कस्ट एकाउन्टिङ सिस्टम क्यान बी एक्सपेन्सिभ, यो धेरै एक्सपेन्सिभ छ, स्पेसल्ली फर अर्गनाइजेसन विथ लिमिटेड रिसोर्स, जसको लिमिटेड रिसोर्स छ त्यसलाई धेरै कस्ट लाग्न सक्छ। फोकस अन हिस्टोरिकल डाटा, यसले पुरानो डाटालाई फोकस गर्छ। कस्ट एकाउन्टिङ प्रिमिनरली युजेस द पास्ट डाटा विच मे नट अलवेज बी अ एक्युरेट फर फ्युचर प्लानिङ र डिसिजन मेकिङ। पास्ट डाटा सधैँ एक्युरेट हुन्छ भन्ने छैन फ्युचर डिसिजन गर्नको लागि, त्यसमध्येको यो लिमिटेसन हो फोकस अन हिस्टोरिकल डाटामा। अर्को छ नट सुइटेबल फर अल बिजनेस, सबै बिजनेसको लागि सुइटेबल नहुन सक्छ। कस्ट एकाउन्टिङ इज अ मस्ट बेनिफिसियल फर म्यानुफ्याक्चरिङ अर प्रोडक्सन बेस्ड कम्पनी, यो चाहिँ खास गरी म्यानुफ्याक्चरिङ र प्रोडक्सन बेस्ड कम्पनीको लागि त सुइटेबल हुन्छ, तर सर्भिस ओरिएन्टेड बिजनेस इट मे बी अ लेस रिलेभेन्ट भनेको छ। सर्भिस ओरिएन्टेड बिजनेसको लागि कस्ट एकाउन्टिङ नबनाए पनि हुन्छ, एकदमै लेस रिलेभेन्ट हुन्छ, यो चाहिँ कम युज हुन्छ। यसरी चाहिँ हाम्रो लिमिटेसन अफ कस्ट एकाउन्टिङमा कम्प्लेक्सिटी, हाई कस्ट, फोकस अन हिस्टोरिकल डाटा, नट सुइटेबल फर अल बिजनेसेस भनेर लेख्न पर्यो। अब अर्को छ क्लासिफिकेसन अफ कस्ट, यो कस्टलाई चाहिँ हामीले चाहिँ कसरी क्लासिफाई गरेको छ त भन्ने कुराको बारेमा अब पढ्छौँ। 1 नम्बरमा छ क्लासिफिकेसन अफ द कस्ट बेस्ड अन बिहेभियर, त्यसको बिहेभियरको आधारमा कस्टलाई कसरी क्लासिफाई गरेको छ है त हेरौँ। सुरुमा छ बिहेभियरको आधारमा फिक्स कस्ट। फिक्स कस्ट भनेको के हो भन्दाखेरि चाहिँ फिक्स कस्ट रिमेन कस्ट एन्ड रिगार्डलेस अफ लेभल्स अफ प्रोडक्सन अर बिजनेस एक्टिभिटी, जतिसुकै प्रोडक्सन गरे पनि, जतिसुकै बिजनेस एक्टिभिटी गरे पनि नगरे पनि, प्रोडक्सन गरे पनि नगरे पनि सधैँ लागिराख्ने कस्टलाई, सधैँ हुने खर्चलाई फिक्स कस्ट भन्छ है त। दिज कस्ट डु नट भेरी विथ चेन्जेस इन आउटपुट, यो आउटपुट चेन्ज भए पनि नभए पनि यो कस्ट चाहिँ लाग्छ। इक्जाम्पल रेन्ट, जस्तो तिमीले कुनै एउटा बिजनेस गर्ने भनेर भाडामा ल्याऊ घर भनेपछि त रेन्ट त तिर्न पर्छ। हेर तिमीले बिजनेस गरे नि नगरे नि। स्यालेरी, तिमीले कुनै काम गर्नको लागि स्टाफलाई राख्यौ है, कामै भएन स्टाफलाई राख्यो हो मात्र भने स्टाफलाई त स्यालेरी दिनुपर्छ। इन्सुरेन्स प्रिमियम, तिमीले आफ्नो बिजनेसको इन्सुरेन्स प्रिमियम गर्यौ, काम अब तिमीले प्रोडक्सन गरे पनि नगरे पनि इन्सुरेन्स त प्रत्येक वर्ष बुझाउनै पर्छ। डिप्रिसिएसन, तिमीले कुनै एउटा बिजनेसको लागि भनेर कार किन्यौ अथवा गाडी किन्यौ, तिमीले बिजनेसको काम गर्न 3-4 महिना लाग्यो भने पनि डिप्रिसिएसन त क्यालकुलेट भइरहेको छ। भनेपछि फिक्स कस्ट भनेको यस्तो कस्ट हो, तिमीले प्रोडक्सन गरे पनि नगरे पनि कस्टेन हुन्छ, लागिरहेको छ, खर्च भइरहेको छ। भेरिएबल कस्ट, भेरिएबल कस्ट भनेको चाहिँ जति प्रोडक्सन गर्छौ त्यसको आधारमा, यदि प्रोडक्सन गर्यौ भने लाग्छ यो, नभए लाग्दैन, अथवा काम गर्यौ भने लाग्छ नभए लाग्दैन। जस्तो भेरिएबल कस्ट चेन्ज डाइरेक्टली विथ द लेभल अफ प्रोडक्सन अर बिजनेस एक्टिभिटी, यो डाइरेक्टली चेन्ज हुन्छ प्रोडक्सन र बिजनेस एक्टिभिटीको आधारमा। द मोर गुड्स अर सर्भिस आर प्रोड्युस द हायर लेभल अफ भेरिएबल कस्ट भनेको मतलब जति धेरै तिमीले सामान प्रोडक्सन गर्छौ, जति धेरै उत्पादन गर्छौ त्यति नै धेरै भेरिएबल कस्ट लाग्छ। फर इक्जाम्पल र मेटेरियल, डाइरेक्ट लेबर कस्ट, युटिलिटी बेस्ड अन प्रोडक्सन भनेको मतलब जति धेरै उत्पादन गर्यो त्यति धेरै र मेटेरियल कस्ट लाग्छ, जति धेरै प्रोडक्सन गर्यो त्यति डाइरेक्ट लेबरहरू मान्छेहरूलाई खटाउनु पर्छ हैन, यो खर्चहरू पर्यो। सेमी भेरिएबल अथवा मिक्स कस्ट भन्छ अर्को। सेमी भेरिएबल भनेको के हो भन्दा एउटा सर्टेन लेभलसम्म चाहिँ फिक्स्ड, त्यसपछि चाहिँ भेरिएबल। जस्तो इलेक्ट्रिसिटी बिल हुन्छ नि 20 युनिटसम्म चाहिँ 80 रुपियाँ लाग्ने, त्योभन्दा बढी चाहिँ के हुन्छ लाग्यो भने युनिटको आधारमा लाग्ने, त्यस्तो खर्चहरू यहाँ पर्छ। जस्तो सेमी भेरिएबल कस्ट ह्याभ बोथ फिक्स्ड एन्ड भेरिएबल कम्पोनेन्ट, दे मे रिमेन फिक्स्ड अप टु द सर्टेन लेभल अफ एक्टिभिटी बट इन्क्रिज वान्स प्रोडक्सन एक्सिड अ सर्टेन थ्रेसहोल्ड भनेको छ। इक्जाम्पलमा युटिलिटी बिल विथ फिक्स्ड बेस
बेसिक चार्ज प्लस भेरिएबल कम्पोनेन्ट डिपेन्डिङ अपन युजेज एन्ड मेन्टेनेन्स कस्ट भनेर भनेको छ। यसरी हाम्रो चाहिँ यो बिआइबिआरको आधारमा चाहिँ 3टा कस्ट हुन्छ, एउटा फिक्स कस्ट, भेरिएबल कस्ट, सेमी भेरिएबल कस्ट। हामीलाई इक्जाममा चाहिँ यो भित्रभित्रबाट सोधिन पनि सक्छ, वाट इज फिक्स कस्ट भनेर सोधिन सक्छ 1 मार्क्समा, अथवा यो बिआइबिआरको आधारमा लेख भन्न पनि सक्छ, अथवा भेरिएबल कस्ट भनेर सोधिन नि पायो, सेमी भेरिएबल कस्ट भनेको के हो भनेर सोधिन नि पायो है त। अब अर्को छ हाम्रो कस्टलाई हामीले क्लासिफिकेसन गर्दैछौँ, जसमा छ क्लासिफिकेसन कस्ट बेस्ड अन टेरेसिबिलिटी। टेरेसिबिलिटीको आधारमा के छ भन्दा डाइरेक्ट कस्ट। डाइरेक्ट कस्ट भनेको डाइरेक्ट कस्ट क्यान बी अ डाइरेक्टली टेरेस टु अ स्पेसिफिक प्रोडक्ट सर्भिस अर डिपार्टमेन्ट। भनेको मतलब कुनै पनि सामान बनाउनको लागि नहुने खर्चलाई नै डाइरेक्ट कस्ट भन्छ। जस्तो डाइरेक्ट मेटेरियल, डाइरेक्ट लेबर कस्ट। तिमीले जस्तो उखुबाट चिनी बन्छ होइन, उखु नभइकन त चिनी बन्दैन नि त। भनेपछि डाइरेक्ट मेटेरियल भनेको के हो भन्दाखेरि यस्तो मेटेरियल जुन मेटेरियल नभइकन सामान उत्पादन हुन सक्दैन। डाइरेक्ट लेबर कस्ट भनेको नि त्यही हो। जस्तो तिमीले सामान ओसार पोसार गर्न पर्यो, सामान राख्न पर्यो, झिक्न पर्यो भन्दा त्यहाँ त तिमीले लेबर लगाउँछौ, त्यसलाई दिने कस्टलाई डाइरेक्ट लेबर कस्ट भन्छ। अर्को छ इन्डाइरेक्ट कस्ट। इन्डाइरेक्ट कस्टभित्र ओभरहेड पर्छ। इन्डाइरेक्ट कस्ट आर नट डाइरेक्टली टेरेसेबल टु स्पेसिफिक प्रोडक्ट्स अर सर्भिस बट आर इन्कर्ड अन पार्ट्स अफ द जर्नल ओपरेसन्स अफ द बिजनेस। इक्जाम्पल रेन्ट, एडमिनिस्ट्रेटिभ स्यालेरी, डिप्रिसिएसन, अफिस सप्लाई भनेको। इन्डाइरेक्ट भनेको इन्डाइरेक्टली सपोर्ट गर्ने कस्टहरू यो भित्र पर्छ। यो चाहिँ हाम्रो चाहिँ टेरेसिबिलिटीको आधारमा चाहिँ डाइरेक्ट कस्ट र इन्डाइरेक्ट कस्ट भयो। क्लासिफिकेसन अफ द कस्ट बेस्ड अन कन्ट्रोलको आधारमा। अब कन्ट्रोलको आधारमा चाहिँ के छन् त? सुरुमा चाहिँ कन्ट्रोलेबल कस्ट। हामीले सजिलै कन्ट्रोल गर्न सक्ने कस्टलाई कन्ट्रोलेबल कस्ट भन्छ। कन्ट्रोलेबल कस्ट क्यान बी अ इन्फ्लुएन्स or managed by decisions of a specific department or individual within the organization। यो चाहिँ हाम्रो कन्ट्रोलको आधारमा हामीले डिसिजन लिएर यसलाई कन्ट्रोल गर्न सक्छौँ, हाम्रो डिपार्टमेन्टले कन्ट्रोल गर्न सक्छ। फर इक्जाम्पल डाइरेक्ट लेबर। अहिले मानौँ यो उत्पादन नभएको बेलामा मान्छेलाई हामीले काममा नलाउन पनि सक्छौँ, त्यो हाम्रो कन्ट्रोलको कुरा भयो। डाइरेक्ट लेबर कस्ट भनेको त्यो मेटेरियल युज इन प्रोडक्सन। अहिले हामीले कति मेटेरियल युज गर्ने प्रोडक्सनमा त्यो हाम्रो डिसिजन हो, कन्ट्रोल गर्न सकिन्छ। एडभर्टाइजिङ कस्ट। अहिले हामीले कति रुपियाँको एडभर्टाइज गर्ने त, कुन ठाउँमा एडभर्टाइज गर्ने, त्यो हाम्रो डिसिजनको कुरा हो, त्यसलाई कन्ट्रोल गर्न सकिन्छ। कन्ट्रोलेबल कस्ट भनेको त्यो हो है त। अर्को छ अनकन्ट्रोलेबल कस्ट। अनकन्ट्रोलेबल भनेको कन्ट्रोल गर्न नसकिने। जस्तो अनकन्ट्रोलेबल कस्ट आर फिक्स्ड कस्ट अर अदर एक्सपेन्सेस द्याट क्यान नट बी अ इन्फ्लुएन्स अर कन्ट्रोल बाई अ डिपार्टमेन्ट अर इन्डिभिजुअल भनेको छ। फर इक्जाम्पल रेन्ट एन्ड इन्सुरेन्स। जस्तो कि यो फिक्स कस्ट हुन्छ। जस्तो तिमीले कुनै बिजनेस गर्ने भनेर घर बिल्डिङ भाडामा ल्याऊ, अब तिमीलाई कन्ट्रोल गर्न सक्छौ त तिमीले त्यो भाडा नतिर्न पायौ त? त्यस्तो त पाइएन नि त। रेन्ट त तिमीले बिजनेस गरे पनि नगरे पनि तिर्न पर्यो नि त। अब इन्सुरेन्स, तिमीले कुनै सामानको इन्सुरेन्स गर्यौ भनेपछि अब त्यसलाई कन्ट्रोल गर्न सकिन्छ त? सकिन्न नि। हो, त्यो चाहिँ अनकन्ट्रोलेबल भयो। कन्ट्रोलेबल भनेको कन्ट्रोल गर्न सकिने, अनकन्ट्रोलेबल भनेको कन्ट्रोल गर्न नसकिने। क्लासिफिकेसन अफ क्लासिफिकेसन कस्ट बेस्ड अन कन्ट्रोल भनेको त्यो। अर्को छ क्लासिफिकेसन बेस्ड अन इलिमेन्ट। अब इलिमेन्टको आधारमा चाहिँ कसरी कस्टलाई डिभाइड गरेको छ त भन्ने कुरामा हामी जाउँ। एउटा छ मेटेरियल कस्ट। मेटेरियल कस्ट भनेको डाइरेक्ट मेटेरियल कस्ट, र मेटेरियल डाइरेक्टली युज इन प्रोडक्सन। इक्जाम्पल वुड्स फर फर्निचर भनेर भनेको छ। हेर है, मेटेरियल कस्टभित्रमा डाइरेक्ट मेटेरियल कस्ट एउटा पर्छ, डाइरेक्टली उत्पादन गर्दा लाग्ने खर्च। अर्को इन्डाइरेक्ट मेटेरियल कस्ट भनेको इन्डाइरेक्टली सपोर्ट गर्ने, सपोर्टिङ मेटेरियल नट डाइरेक्टली टेरेसेबल टु स्पेसिफिक प्रोडक्ट्स। लुब्रिकेन्ट एन्ड ग्लु भनेको छ। लुब्रिकेन्टहरू ग्लुहरू युज हुन्छ नि प्रोडक्सन प्रोसेसमा, त्यो इन्डाइरेक्टली सपोर्ट गर्ने मेटेरियल हो। लेबर कस्ट। लेबर कस्टमा पनि डाइरेक्ट लेबर कस्ट र इन्डाइरेक्ट लेबर कस्ट हुन्छ। डाइरेक्ट लेबर कस्ट भनेको डाइरेक्टली सपोर्ट गर्ने, इन्डाइरेक्ट लेबर कस्ट भनेको फ्याक्ट्रीमा इन्डाइरेक्टली सपोर्ट गर्ने। जस्तो वेजेस अफ द वर्कर डाइरेक्टली इन्भल्भ इन द प्रोडक्सन प्रोसेस। मेसिन अपरेसनमा चाहिँ यो डाइरेक्ट कस्ट भयो। इन्डाइरेक्ट भनेको वेजेस अब सपोर्टिभ स्टाफ, जस्तो सुपरभाइजर, क्लिनरहरूले त सपोर्ट गर्ने हो नि त, त्यो खर्च। एक्सपेन्सेस। एक्सपेन्सेसमा नि डाइरेक्ट एक्सपेन्सेस र इन्डाइरेक्ट एक्सपेन्सेस हुन्छ। डाइरेक्ट भनेको कस्ट स्पेसिफिक टु अ प्रोडक्ट, रोयल्टी स्पेसिफिक टुल, यो भयो। इन्डाइरेक्ट एक्सपेन्सेस भनेको ओभरहेड। जस्तो जर्नल कस्ट डिभाइडेड इन्टु द फ्याक्ट्री ओभरहेड, एडमिनिस्ट्रेटिभ ओभरहेड, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड, यो भित्र पर्यो। अब यहाँनिर हामीलाई इक्जाममा प्राय सोधिराख्ने एउटा कुरा छ, डिफ्रेन्सेस बिट्विन कस्ट एकाउन्टिङ एन्ड फाइनेन्सियल एकाउन्टिङ, यो सोध्न सक्छ। अब के छ त डिफ्रेन्सेस बिट्विन कस्ट र फाइनेन्सियलको? अब हेर्छौँ है। यहाँनिर छ हामीलाई कस्ट एकाउन्टिङ र फाइनेन्सियल एकाउन्टिङको डिफ्रेन्सेस। अब हामी यो पढ्छौँ है। कस्ट एकाउन्टिङ हेल्प इन अ कस्ट कन्ट्रोल, रिडक्सन एन्ड डिसिजन मेकिङ। कस्ट
एकाउन्टिङले के गर्छ कस्ट कन्ट्रोल गर्न रिडक्सन गर्न डिसिजन मेकिङ गर्न सहयोग गर्छ। अब फाइनेन्सियल एकाउन्टिङले के गर्छ रेकर्ड द फाइनेन्सियल ट्रान्जेक्सन एन्ड रिपोर्ट द ओभरअल फाइनेन्सियल पोजिसनको बारेमा हाम्रो फाइनेन्सियल एकाउन्टको रेकर्ड गर्छ र फाइनेन्सियल कन्डिसन कस्तो छ पोजिसन कस्तो छ त्यसको बारेमा रिपोर्ट गर्ने काम गर्छ। युज बाई इन्टरनल म्यानेजमेन्ट फर बजेटिङ एन्ड इफिसियन्सी यो चाहिँ इन्टरनल म्यानेजमेन्टले चाहिँ युज गर्छ बजेटिङ र इफिसियन्सीको लागि। अब अर्को छ युज बाई एक्सटर्नल स्टक होल्डर लाइक इन्भेस्टर क्रेडिटर्स एन्ड रेगुलेटर भनेको छ। यो चाहिँ फाइनेन्सियल एकाउन्टिङ एक्सटर्नल स्टक होल्डरहरूले हेर्ने हो। यसमा चाहिँ एनालाइज द प्रोडक्ट कस्ट प्रोसेस इफिसियन्सी एन्ड कस्ट पर युनिट भनेको छ। यसले चाहिँ कुनै पनि प्रोडक्टको कस्ट एनालाइज गर्छ प्रोसेस एफिसियन्सी हेर्छ कस्ट पर युनिट क्यालकुलेट गर्छ। यसमा चाहिँ फोकस अन प्रोफिलिटी लिक्विडिटी एन्ड फाइनेन्सियल स्टेबिलिटी यसले चाहिँ कति प्रोफिट भयो हाम्रो लिक्विडिटीको अवस्था कस्तो छ फाइनेन्सिङ स्टेबिलिटी कस्तो छ भन्ने कुरा हेर्छ फाइनेन्सियल एकाउन्टिङले। नट म्यान्डेटरी प्रिपेयर फर इन्टरनल युज यो चाहिँ म्यान्डेटरी छैन यो अनिवार्य बनाउनु पर्छ भन्ने छैन तर यो हाम्रो आफ्नो पर्पोजको लागि बनाउन सकिन्छ। म्यान्डेटरी एज पर ग्याप है जर्नली एक्सेप्टेबल एकाउन्टिङ प्रिन्सिपल भन्छ योले भनेअनुसार यो अनिवार्य बनाउनु पर्छ फाइनेन्सियल एकाउन्टिङ चाहिँ। अरू लिगल रिक्वायरमेन्ट भनेको हुन्छ है लिगल रेगुलेसन भनेको छ। अब अर्को छ 5 नम्बरमा प्रिपेयर कस्ट सिट बजेट्स एन्ड भेरिएबल भेरिएन्स एनालाइसिस रिपोर्ट्स भनेको छ। भेरिएन्स यो चाहिँ खास गरी कस्ट सिट बनाउन बजेट गर्न भेरिएन्स एनालाइसिस रिपोर्टहरू बनाउनको लागि युज हुन्छ कस्ट एकाउन्टिङ भने यो प्रोड्युस द फाइनेन्सियल स्टेटमेन्ट लाइक ब्यालेन्स सिट इन्कम स्टेटमेन्ट क्यास फ्लो स्टेटमेन्ट बनाउन फाइनेन्सियल एकाउन्टिङ युज हुन्छ है त। यसरी चाहिँ हामीले चाहिँ कस्ट एकाउन्टिङ र फाइनेन्सियल एकाउन्टिङको डिफ्रेन्सेसमा यति कुरा चाहिँ लेख्न पर्यो। ल यसरी आजको यो क्लासमा चाहिँ हामीले कस्ट एकाउन्टिङबाट आउन सक्ने पोसिबल थ्योरिटिकल क्वेसनको बारेमा डिस्कस गऱ्यौँ। आउँदा दिनमा हामीले अरू लेसनबाट आउन सक्ने थ्योरिटिकल क्वेसनको बारेमा पनि डिस्कस गर्नेछौँ। आजको लागि यति नै हस्त धन्यवाद।